आज हामीसँग छ चिकन थाई काटेर राम्रो पिस बनाएर राखिसकेको छ। यता प्याज, हरियो खुर्सानी, अदुवा, लसुन र टमाटर काटेर राखिसके। हाम्रो तेल तातिरहेको छ यता। आज चाहिँ मैले चिकन बनाउँदै छु। आज मेरो भान्सामा के पाक्छ म हजुरलाई देखाउँछु यता। प्याज चाहिँ गोल्डन ब्राउन गोलासम्म भुट्नुपर्छ। अनि मजाले भुटेको चाहिँ मनपर्छ मलाई चाहिँ। त्यसमा मैले लसुनको पेस्ट र अदुवा पनि गरिसकेँ। लसुनको गन्ध नआओस् मजाले भुट्नुको लागि। यो चाहिँ मेरो मसलाको पेस्ट हो होइन। सबै मसलाहरू मैले यसमा मिक्स गरिसकेँ। सिक्रेट मसला भनौँ होइन, तर मैले यो बनाउन चाहिँ मेरो पारु दिदीसँग सिकेको। तर दिदीको रेसिपी भने पनि हुन्छ। यता मैले साग पखालेर काटेर रेडी गरिसकेँ। मेरो आज साग पनि पाक्दैछ। हाम्रो प्याज गोल्डन ब्राउन फ्राई भइसकेको छ। हामी मासु एड गर्न जाँदैछौँ त्यसमा। फ्राई गर्छ हामी मासु। त्यसपछि गएर मसलाहरू एड गर्छौँ।